नमस्ते सबैजनालाई नेप्सी डेली अपडेटमा स्वागत छ। आज नेप्सी लगभग 2653.40मा अङ्कमा चाहिँ घटेको छ। 8.30 अङ्कले चाहिँ लगभग घटेको छ हिजोभन्दा र आजको भोल्युम चाहिँ 4,41,00,00,000 र 23,40,537 रहेको छ र आजको टोटल ट्रेडेड सेयर चाहिँ 85,83,401 रहेको छ र आजको लगभग 104वटा सेयर बढेको छ भने आज 159वटा डिक्लाइन भएको छ र आज टप लुजर चाहिँ युएलएचसी, डिएलबिएस, सिआरइएसटी र एसएलबिएसएल र युपिसिएल रहेको छ भने टप गेनर्समा चाहिँ एसजिएचएल, एसएनआरएल, केएएचएल र एनएफएस र केकेएचसी रहेको छ र आज चाहिँ लगभग अब हेरौँ कस्तो छ टेक्निकल एनालाइसिस नेप्सीको। र हामीले प्रिभियस भिडियोमा के भनेको थियौँ भन्दाखेरि चाहिँ यो डिसेन्डिङ ट्रायङ्गल चाहिँ फर्म भएको छ होइन। लगभग अब तपाईँले यहाँ हेऱ्यो भने लगभग यस्तो देखिनुहुन्छ होइन, डिसेन्डिङ ट्रायङ्गल है। सो यो चाहिँ यता चाहिँ तपाईँको ब्रेक डाउन दिएको छ र यो चाहिँ रिटेस्ट जस्तो देखिन्छ होइन। सो मैले प्रिभियस भिडियोमा चाहिँ के भन्थेँ भने यदि यो ट्रेन्ड लाइन चाहिँ एकदमै लङ टर्म ट्रेन्ड लाइन हो र यो चाहिँ सर्ट टर्म ब्रेकआउट हुँदैमा हामीहरू खुसी हुनु पर्दैन भनेर मैले भनेको थिएँ र हाम्रो होपफुल चाहिँ लाइक हुन्छ नि यो माथि यो ट्रेन्ड लाइन जब ब्रेक आउट गर्छ र यसको रिटेस्टमा चाहिँ बल्ल हामी चाहिँ बुलिसको यात्रा भनेर भन्छौँ भनेर हामीले लास्ट भिडियोमा भनेको थियौँ होइन। तर यो रेसिस्टेन्समै एकदमै लाइक चाहिँ अड्किरहेको छ होइन। सो यो चाहिँ हामीले बेरिस मान्छौँ किनकि ट्रेन्ड सकेको छैनौँ, किन बुलिस चाहिँ यो ट्रेन्ड लाइन ब्रेक भएपछि मात्रै हामी बुलिस भन्छौँ। तबसम्म यो माइनर जुन ट्रेन्ड लाइन ब्रेक गर्दाखेरि हामी जस्ट अलिकति आशावादी चाहिँ हुन सक्छौँ तर कम्प्लिटली बुलिस भयो भने चाहिँ भन्न सक्दैनौँ। स्टिल बिआर 80% चाहिँ बियरिसमै छौँ होइन। यो एकदमै लाइक हुन्छ नि अब यहाँ रिटेस्ट भएको छ भने चाहिँ यदि यो ठिक छ, यो तपाईँको ब्रेकडाउन भएर यो रिटेस्ट भ्यालिड छ, यो डिसेन्डिङ ट्रायङ्गल चाहिँ यसले भ्यालिड गरेको छ भने चाहिँ यो लगभग 2400देखि 2450को आसपासमा यसको यात्रा चाहिँ बियरिस यात्रा चाहिँ कन्टिन्यू हुन्छ होइन। सो यो चाहिँ फर्स्ट प्रोबाबिलिटी चाहिँ यो हुन्छ र होइन यदि मार्केटमा कुनै राम्रो न्युजहरू आउँछ लाइक हुन्छ नि अब अपरेटरहरू तर्सिँदैन, कन्फिडेन्स आउँछ इन्भेस्टरहरूको भनेको चाहिँ यो यात्रा चाहिँ तपाईँको हुनसक्छ। तर यो चाहिँ लाइक 30% चान्स छ भने चाहिँ 60-70% चाहिँ डाउन साइड नै 2400बाट मात्रै मार्केटको मोमेन्टम आउने जस्तो देखिन्छ होइन। सो यो चाहिँ किन भन्दाखेरि चाहिँ अब भनिहाल्यौँ मार्केटमा लाइक हुन्छ नि एउटा राम्रो भ्यालिड प्याटर्न बुलिसको भन्दा नि बेरिसको प्याटर्न चाहिँ लङ टर्म देखिरहेको छ होइन। र यो चाहिँ अब 2450 चाहिँ अब तपाईँको भयो भने अब लगभग 2400 र 2450 चाहिँ तपाईँको त्यसबाट चाहिँ बल्ल मार्केट चाहिँ फर्किने जस्तो देखिन्छ होइन। अहिले तत्काल चाहिँ तपाईँको 2480 या 2450को आसपासमा बल्ल फर्किने देखिरहेको छु। तब जबसम्म त्यहाँसम्म पुग्दैन मार्केट चाहिँ अलिकति स्ट्रेन्थ चाहिँ देख्ने चाहिँ गाह्रो नै छ। बट तपाईँको हुन्छ नि अब यदि यो ट्रेन्ड लाइन ब्रेक गर्ने एउटा आधार भनेको चाहिँ राम्रो न्युज हो होइन। जुन अब स्टेबिलिटी हाम्रो गभर्मेन्ट भयो भने चाहिँ या फाइनेन्सको जुन ट्याक्सेसहरूको बारेमा रिभाइज या कुनै नयाँ एकदम सरप्राइजिङ अनएक्सपेक्टेड न्युज हुन्छ भने मात्रै यो हामीले मोमेन्टम आशा गर्न सक्छौँ। तबसम्म चाहिँ हामी चाहिँ अब माइन्ड मेकअप चाहिँ गर्नु होला कि 2480सम्म वर्स्ट केसमा आउन सक्छ भनेर, किनकि अब सधैँ हामी बुलिस मात्रै हुँदैन, माथि गयो भने चाहिँ कतिसम्म हुनसक्छ र तल गयो भने चाहिँ कतिसम्म हुनसक्छ भनेर चाहिँ हाम्रो माइन्ड सेटअप हुनुपर्छ होइन। सो यो कुरा चाहिँ अब मैले भनिहालेँ मेरो एनालाइसिसमा चाहिँ तत्काल चाहिँ अब यदि 2-4 दिनमा यो मार्केट ठिक छ, रेसिस्टेन्स ब्रेकआउट गर्छ, यो मात्र रेसिस्टेन्स होइन यो रेसिस्टेन्स ब्रेक गर्छ, हाम्रो प्राइमेरी रेसिस्टेन्स चाहिँ यही हुन्छ होइन। यो रेसिस्टेन्स पनि स्ट्रङ छ होइन किनकि यो ब्रेक डाउन क्यान्डल हो। यदि यही सस्टेन गऱ्यो भने यो त पुग्दैन अनि यदि यो दुइटा रेसिस्टेन्स ब्रेक राम्रो मुभमेन्ट विथ भोल्युम आउँछ भने चाहिँ बल्ल हामी रिइन्ट्री गर्छौँ होइन। अब कुनै स्क्रिप्ट 2-4वटा स्क्रिप्टहरू चाहिँ अब राम्रो पनि हुनसक्छ यदि अब तपाईँले राम्रो भोल्युम आएको छ कुनै अब सपोर्टमा छ भनेर होइन। तर अहिलेसम्म 90% चाहिँ फ्रेस इन्ट्री नगर्दै राम्रो होइन। सो म चाहिँ जबसम्म यो ट्रेन्ड लाइन ब्रेक गर्दैन तबसम्म चाहिँ नगर्नु, आइदर यो ट्रेन्ड लाइन ब्रेक नगरेसम्म नगर्नु, अदरवाइज यो
यता नपुगेसम्म चाहिँ तपाईँले केही नकिन्नु। मैले लास्ट टाइम पनि भनेको थिएँ, यदि यो एरियामा आयो भने पनि आफूसँग यदि लसमा छ भने आफूसँग भएको स्क्रिप्ट चाहिँ एभरेज गर्ने हो होइन, अरू स्क्रिप्टहरू चाहिँ भन्दा पनि। किनभने यो स्क्रिप्टसम्म बल्ल तपाईँले हेर्नुभयो भने मात्रै तपाईँले आफूसँग भएकोमा एभरेज गरेर चाहिँ अनि बिस्तारै तपाईँले माथि न्यू स्टक जुन आफूसँग भएको स्टक चाहिँ बेच्ने हो कि अलिकति माथि बढ्न साथै होइन। सो यहाँसम्म आइदर यहाँसम्म नपुगेर चाहिँ बाई नगर्नु होइन, अरू तपाईँको यो ब्रेकआउट दिएर यदि यहाँसम्म आउँछ भने चाहिँ बाई नगर्नु होइन। दुई चारवटा स्क्रिप्ट चाहिँ हेर्न सकिन्छ होइन, एजुकेसनल पर्पजको लागि होइन, स्टप लस राखेर दुई चारवटा स्क्रिप्ट चाहिँ अब राम्रो हुनसक्छ। किनकि लास्ट टाइम पनि हाम्रो तपाईँको जेएनजी मुभमेन्टतिर राम्रो युएनएसपिएलले दिएको थियो। त्योभन्दा अगाडि पनि बियरमा अब एसएचएल होटेलहरू स्क्रिप्टहरू ओएचएलहरू जस्तै 120-30को स्क्रिप्ट चाहिँ तपाईँको 500 पुगेको छ होइन। सो त्यस्तो स्क्रिप्टहरू एउटा दुइटा स्क्रिप्टहरू चाहिँ अब हुनसक्छ होइन, यदि अब तपाईँ टेक्निकली एक्सपर्ट हुनुहुन्छ, 4-5 वर्ष एक्सपिरियन्स छ भने चाहिँ विथ टाइट स्टप लस होइन हेर्न सक्नुहुन्छ। जस्तै मैले लास्ट टाइम अब सिटी पनि हेरेको थिएँ होइन, यो यतातिर मैले हेरेको थिएँ। मैले के भनेको थिएँ भन्दाखेरि यदि 410मा तपाईँको हुन्छ नि, यदि राम्रो होइन तपाईँको यदि क्लोज हुन्छ भने विथ भोल्युम होइन तपाईँको बल्ल किन्नु होला होइन। मैले अदरवाइज चाहिँ नकिन्नु, किनकि फेक आउट हुने चान्सेस हुनसक्छ भने भनेको थियो होइन। तर यहाँबाट तपाईँको यो ट्रेन्ड लाइन मान्दा माथि चाहिँ तपाईँको इन्ट्राडेमा चाहिँ गयो होइन तपाईँको, तर यो चाहिँ क्लोजिङ चाहिँ 408तिर मात्रै भयो होइन। सो यो चाहिँ अब बियरिस क्यान्डल नै बन्यो नि त है यता। सो 410 त्यही भएर चाहिँ मैले भन्छु 410 412को आसपासमा चाहिँ क्लोजिङ दिन्छ 100 ग्रिन क्यान्डल। ग्रिन क्यान्डलमा पनि अलिक चाहिँ कम भएको है। सो यो चाहिँ त्यस्तो खालि चाहिँ यदि ब्रेकआउट दिन्छ भने चाहिँ लिनु भनेर भनेको थियो होइन है। मैले यो चाहिँ किनकि ट्रेन लाइन ब्रेकआउट भयो तैपनि यो ट्रेन लाइन स्टिल तपाईँको हुन्छ नि हुन त अब तपाईँको यो हायर हाई बनेको छ होइन, अनि यहाँ चाहिँ हायर लो बनेको छ। तर यहाँ लोवर लो बनेको लोवर लो बन्यो होइन, तर यसको फेरि तल चाहिँ यो हायर लो बन्यो तर यता चाहिँ लोवर लो चाहिँ बनेको छैन क्या। सो यहाँबाट चाहिँ रिभर्सल हुने चान्सेस चाहिँ सिटीमा छ होइन। बिकज यो चाहिँ किन छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ यो हेऱ्यो भने चाहिँ लगभग फ्ल्याग प्याटर्न जस्तो देखिन्छ कि होइन। यो चाहिँ फ्ल्याग प्याटर्न भएर चाहिँ यहाँ ब्रेकआउट एटेम्प भयो होइन, फेल भयो। तर यहाँ चाहिँ फेरि तपाईँको यो जुन ब्रेकआउट एटेम्प भयो होइन, तर स्टिल यो चाहिँ तपाईँको रिटेस्ट जस्तो देखिन्छ कि। अहिलेको नेप्सेमा चाहिँ तपाईँको ब्रेकडाउन दिएर रिटेस्ट जस्तो देखिन्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँको 24 आउन सक्छ। यसमा चाहिँ ब्रेकआउट दिएर चाहिँ होइन, ब्रेकआउटको एटेम्प भएर होइन तपाईँको यो चाहिँ भ्यालिड चाहिँ यदि बुल्लिस तपाईँको क्यान्डल भएको भए चाहिँ भ्यालिड हुन्थ्यो होइन इन्ड अफ द डेमा है। यो इन्ट्राडेको चाहिँ होइन। जहिले पनि हामी टेक्निकल एनालाइसिसले चाहिँ जब यो अन्तिम क्यान्डल होइन मा चाहिँ अब ग्रिन क्यान्डल भएर यो चाहिँ सस्टेन भएपछि मात्रै अलिक भोल्युम चाहिँ आउनुपर्छ चाहिँ लिन्छ होइन। सो त्यही भएर चाहिँ सिटी चाहिँ स्टिल तपाईँले त्यही भएर चाहिँ तब मात्रै बाई इन्ट्री हुन्छ भन्थ्यो हाम्रो तपाईँको हुन्छ नि स्टिल बाई इन्ट्री चाहिँ भ्यालिड भएको थिएन होइन। सो इन्ड अफ द डे क्यान्डलमा मात्रै यो चाहिँ भ्यालिड हुन्छ होइन। सो ठिक छ। अब चाहिँ कहाँ किन्ने भन्दाखेरि चाहिँ अब तपाईँले यो हेर्नु, अब यो ट्रेन्ड लाइनमा यदि राम्रो बुलिस क्यान्डल आउँछ किनकि यो चाहिँ अब 1-2 दिनमा होइन भोलि या पर्सि चाहिँ यो ग्रिन क्यान्डलमा जुन चाहिँ टुप्पो यस्तो टुप्पो चाहिँ हुनु भएन, राम्रो ग्रिन क्यान्डलमा फर्म हुन्छ भने किनकि ट्रेन्ड लाइनको 2-3वटा क्यान्डलमा चाहिँ ट्रेन्ड लाइन माथि बसेको छ कि होइन। सो त्यही कारणले गर्दाखेरि यदि भोलि र पर्सिमा चाहिँ यो ट्रेन्ड लाइनलाई चाहिँ माथि तपाईँको यदि ग्रिन क्यान्डल बढ्छ अलिकति राम्रो भोल्युम आउँछ भने चाहिँ बल्ल बाई इन्ट्री गरेर चाहिँ जुन त इन्ट्री चाहिँ तपाईँको स्टिल अब यो चाहिँ तपाईँको बोलिन्जर मिडल ब्यान्डकोमा चाहिँ ब्रेकआउट दिनु पऱ्यो होइन। र इन्ड अफ द क्यान्डल हुनु पऱ्यो, लाइक हुन्छ नि अब इन्ड अफ द डेको इओडी भन्छ होइन, त्यो क्यान्डल हुनु पऱ्यो भनेको मतलब यो चाहिँ यो बोलिन्जर ब्यान्डको मिडल ब्यान्ड चाहिँ तपाईँको ग्रिन कलरको क्लोजिङ क्यान्डल चाहिँ यदि भयो भने चाहिँ त्यसको भोलिपल्ट चाहिँ त्यसको बल्ल कन्फर्म तपाईँको त्यसको भोलिपल्ट चाहिँ तपाईँले बल्ल बाई इन्ट्री लिएर चाहिँ 1%को तपाईँले हुन्छ नि स्टप लस राखेर चाहिँ तपाईँले बल्ल इन्ट्री गर्न सकिन्छ होइन। सो यो स्टिल अलिकति बुलिस सेटअप नै छ होइन, तपाईँको फ्ल्याग प्याटर्न जस्तो देखिन्छ होइन।
अब एउटा एउटा हामीलाई चाहिँ एउटा ग्रिन कलरको कन्फर्म एउटा क्यान्डल भयो भने चाहिँ विथ अलिकति राम्रो भोल्युम भयो भने चाहिँ बल्ल तपाईँले बाई इन्ट्री कसै लिन सक्नुहुन्छ होइन, विथ 1% स्टप लस होइन। सो मैले सिटी तपाईँको होटेल यति नै हो, स्टिल यो चाहिँ त्यस्तो नराम्रो चाहिँ देखेको छैन होइन अरूको कम्पेरिटिभली, तर यो चाहिँ अब तपाईँको यो चाहिँ फ्ल्याग प्याटर्न जस्तो चाहिँ देखिन्छ होइन। सो स्टिल मैले भन्दैछु मेरो भिडियोको आधारमा चाहिँ बाई सेल चाहिँ नगर्नु होला, यो चाहिँ रेफरेन्स पर्पजलाई युज गर्नु होला होइन, किनकि बजारमा चाहिँ कहिलेकाहीँ चाहिँ एक्सपिरियन्स पनि चाहिन्छ, किनभनेदेखि अब यो मैले भने नि कहिलेकाहीँ चाहिँ माथि तपाईँको अप गरेर होइन लास्ट क्यान्डलमा चाहिँ तपाईँको लिएर गएर फेरि माथि लिएर जान सक्छ कि होइन, म्यानिपुलेसन धेरै हुन्छ। सो त्यही कारणले गर्दाखेरि चाहिँ अब कहिलेकाहीँ एक्सपिरियन्स पनि चाहिन्छ होइन। सो अहिलेको लागि चाहिँ स्टिल सिडी बुलिस नै देखिन्छ होइन तपाईँको, तर अब यदि तपाईँले बाइक किन्नु छ भने चाहिँ एउटा हामीले ग्रिन कलरको एउटा राम्रो भोल्युम या अलिकति चाहिन्छ होइन। सो त्यसमा मात्रै तपाईँको इन्ट्री गर्न सक्छ होइन। सो इन्ट्री गर्दाखेरि पनि यदि यो ग्रिन क्यान्डल यदि फर्म भएछ भने त्यही दिनमा ग्रिन क्यान्डलमा नलिनु होइन, जब भोलि यहाँ एउटा ग्रिन क्यान्डल राम्रो आउँछ र त्यसको भोलिपल्ट एउटा करेक्सन आउँछ भने बल्ल जुन ग्रिन क्यान्डलको 50%को रिट्रेसमा मात्र लिनु होइन, अदरवाइज चाहिँ ट्र्याप हुने चान्सेस हुन्छ है। सो ग्रिन क्यान्डल हुन साथै तपाईँको लिने होइन। सो ग्रिन क्यान्डल हुन दिनु, भोल्युम आउन दिनु अनि त्यो क्लोज हुन दिनु, अनि त्यसको भोलिपल्ट यदि ग्रिन क्यान्डलको हाफतिर यदि तपाईँको सपोर्टतिर लाइक हुन्छ नि अब यस्तो भएर अनि त्यसपछि अनि तपाईँको अलिकति इन्ट्राडेमा तलतिर आउँछ भने बल्ल माथि यसरी लिनु है। सो अदरवाइज चाहिँ तपाईँलाई जति धेरै तपाईँको यो ट्रेन लाइनको डिस्टेन्समा तपाईँ कम हुनुहुन्छ त्यति नै तपाईँको रिस्क फ्री हुन्छ कि। हाउएभर तपाईँले यदि किन्नुभयो भने चाहिँ ग्रिन क्यान्डल पहिला आउन दिनु अनि त्यसपछि बल्ल स्टप लस 1% राखेर चाहिँ इन्ट्राडेमा चाहिँ अलिकति करेक्सनमा लिनु होला होइन, यतिकै ग्रिन क्यान्डल हुनु साथै जम्प चाहिँ नहुनु। सो पहिला चाहिँ भोल्युम चाहिँ आउनु दिनु है, अनि त्यसको भोलिपल्ट चाहिँ करेक्सनमा चाहिँ दिनु होला। सो यति नै हो आजको लागि, धन्यवाद।